हेलो, अहिले मम्मी बाहिर जानुभएको, त्यही भएर मैले फोन गरेको। मम्मी भित्र आउने बित्तिकै म फोन काटिदिन्छु। मैले फोन काटेँ भने बुझ्नु कि मम्मी भित्र आइसक्नु भनेर, त्यहाँ मलाई कल ब्याक गर्ने होइन है फेरि। सुन त, त्यहाँ मैले तिम्रो नम्बर सेभ गरेको छैन। कहिलेकाहीँ मैले मोबाइल चार्जमा छोड्या बेला, यताउता छोडेर म कतै गए बेला अरू कसैले फोन उठायो भने झ्याप्पै फोन नकाट कि अस्मितालाई गरेको कहाँ पर्यो भन्देऊ न। ए रङ नम्बर रहेछ भनेर राखिदेऊ कि मैले तिम्रो फोन नम्बर सेभ गरेको छैन। ओके। यदि म तिमीसँग बोल्दा बोल्दै कसैले थाहा पाएर मेरो मोबाइल थुतेर लिग्यो भने यो भन्नु कि तिमी स्मृतिको भाइ हो अनि तिमीले स्मृति त्यहाँ आहा कि भनेर सोध्नको लागि फोन गर्या भनेर। दाइ नभन्नु नि, फेरि दाइ भन्यो भने शङ्का गर्छन्, भाइ भन्यो भने शङ्का गर्दैनन्। ल अनि सुन त, त्यहाँ तिमीले सुरुमा फोन गरे बेला मैले फोन नउठाएसम्म हेलो बेबी भन्ने होइन नि। त्यहाँ मैले यताबाट सुरुमा हेलो भन्छु अनि बल्ल भन्ने, फेरि अरूले पनि फोन उठाएको हुनसक्छ। ल रातिको 7 बजेदेखि 9 बजेसम्म मलाई कल नगर्नु, त्यतिखेर सबै फ्यामिली सँगै हुन्छ, बुझ्यो नि। अहिले दिउँसो मेरो घर पाहुना आउँछन् अनि त्यो पाहुनाको छोरी मैसँग सुत्छन्, त्यही भएर आज राति हामी कलमा कुरा गर्न मिल्दैन। त्यहाँ मलाई कल नगर है, पहिले भन्दैछु। म मिल्या बेला आफै टेक्स्ट गर्छु तिमीलाई, बुझ्यो नि। ल यदि कहिले केही इमर्जेन्सी परिहाल्यो भने म्यासेज गर्नु, तर कल नगर्नु, बुझ्यो नि। कहिले कहिले मलाई फोन उठाएर लाउड स्पिकरमा लगा भनेर भन्छन्, त्यति बेला म तिमीलाई हिन्ट्स दिन्छु, ए अनि भनिदिन्छु। र म तिमीसँग कलेजको कुरा गरे जस्तो गर्छु अनि ए अनि भनिदिन्छु, तिमी आफै बुझ्नु नि। मैले ए अनि भनेर केही कुरा स्टार्ट गरेको छु भने बुझ्नु कि त्यो फोन लाउड स्पिकरमा छ भनेर। बिर्सिन्छ भने बरु टिपेर राख, के अरे ए अनि भन्ने बित्तिकै बुझ्नु। ओके, तिमीलाई अब कल गर्छु, तर तिमी आफ्नो माइक म्युट गर है, फेरि सबैले सुन्छ। यतिकै अनुहार देखाएर मात्र बोलाउँदा। ओके। आफ्नो साथीहरूसँग बाहिर जानु लाग्छ, त्यहाँ मलाई घरिघरि कल गरेर कहाँ छौ के छौ भनेर भन्ने होइन, फेरि मेरो बिजेत हुन्छ, तिमी पोजेसिभ जस्तो देखिन्छौ। त्यहाँ मलाई एकचोटि नि कल नगर्नु, आफै आएपछि मिलेपछि कल गर्छु। ओके ओके। तिमी मलाई भोलि नआउने बेला यहाँ घर अगाडि आएर नरोक्नु, अलिकति उता गरेर रोक्नु। ओके ओके। मेरो घरको सब मान्छे सुतिसक्यो, अहिले म बोल्यो भने थाहा पाउँछौ, त्यही भएर तिमी मात्र बोल्नु, म इयरफोन लगाएर सुन्छु। त्यहाँ मेरो फेसबुक पोस्टहरूमा केहीमा लाइक पनि गर्ने होइन, कमेन्ट पनि गर्ने होइन, स्टक गर्छन् सबैले, थाहा पाएछन्। हटाउ हटाउ, त्यो लाइक हटाउ, त्यो कमेन्ट पनि हटाउ। त्यहाँदेखि अनफ्रेन्ड गर्दै हुन्छ क्या, को फ्रेन्ड छ भनेर नि हेर्छन्। अनफ्रेन्ड गरिदेऊ, म्यासेजमा मात्र कुरा गर। ल